नेपाली स्पोर्ट्स सेन्ट्रलमा तपाईँलाई स्वागत छ। सबैलाई नमस्ते। हाम्रो एनपिएल सिजन 2 सकिसकेको छ। हामी यो 18-20 दिन 25-30 दिन हामी रमायौँ, खुसी भयौँ। अनि त्यसपछि जुन मेन्स क्रिकेटमा भइरहेको उपलब्धि देखेर हामी खुसी पनि भयौँ। अनि कसैले राम्रो खेले, कसैले नराम्रो खेले। हामीले चाहेका टिमहरू कतिले जिते, कतिले हारे। लास्टमा सफलतामा लुम्बिनी लायन्स पुग्यो। त्यसरी नै हेर्दै गर्दा विगतका दिनहरूमा हाम्रो नेपाली क्रिकेटले जसरी बोइज टिमले धेरै राम्रो काम गरिरहेको छ, त्यसरी नै वुमेन्स टिमलाई पनि हामीले हेऱ्यौँ भने उनीहरूले पनि राम्रो गरिरहेका छन्। वुमेन्स टिमले अन्तर्राष्ट्रिय गेमहरू खेलिरहेको छ होइन। अनि त्यसपछि कहिले एसिया कप, कहिले वुमेन्स टिम्सहरू। अनि उनीहरूले राम्रो पर्फर्मेन्स देखाइरहेका छन्। अनि टिमको क्याप्टन इन्दु वर्मा हुनुहुन्छ, उहाँले पनि गरिराख्नु भएको छ। अहिले रिसेन्टली हामीले न्युज हेऱ्यौँ भने चाहिँ नेपाली वुमेन्स क्रिकेट टिमले चाहिँ नयाँ कोच पाएको छ, हर्षिल पाठकको रूपमा। अनि हर्षिल पाठक चाहिँ पहिला थाइल्यान्डको कोच हुनुहुन्थ्यो। उहाँ चाहिँ 2018 देखि 2022सम्म थाइल्यान्डको वुमेन्स टिमलाई कोचिङ गर्दै हुनुहुन्थ्यो क्रिकेटमा। अनि त्यसपछि त्योभन्दा अगाडि चाहिँ उहाँले इन्डियामै रहेर कोचिङ गर्नुभयो। 2018भन्दा अगाडि चाहिँ उहाँ इन्डियन ब्याट्सम्यान हरमनप्रित कौरको पर्सनल ब्याटिङ टिचर पनि हुनुहुन्थ्यो उहाँ। अनि त्यो कारणले गर्दा उहाँसँग चाहिँ त्यो एउटा के भन्छ नलेज छ। अनि उहाँसँग एउटा एक्सपिरियन्स पनि छ। अनि नेपाली क्रिकेटले पहिलोचोटि कति वर्षमा पहिलोचोटि चाहिँ एउटा विदेशी कोच पाएको छ। त्योभन्दा अगाडि चाहिँ जहिले पनि हाम्रा नेपाली कोचले नै कोचिङ गर्दै हुनुहुन्थ्यो। यसको अर्थ यो होइन कि हाम्रो नेपाली कोच नराम्रो चाहिँ होइन, तर विदेशबाट वा इन्डियाबाट कोचिङ गरेर इन्डियाको रणजी ट्रफीहरूमा खेलाउने कोचहरू आएर अभियसली नेपालमा कोचिङ गर्नुभयो भने हाम्रो कोचिङको स्ट्यान्डर्ड पनि बढ्नेछ। अनि हाम्रो नेपाली वुमेन्स टिमले पनि राम्ररी त्यसलाई सिक्नेछ भन्ने आश गरौँ हामी चाहिँ। अनि धेरै खुसीको कुरा हो, उहाँले 2018 देखि 22सम्म वुमेन्स टिमलाई कोचिङ गर्नुभयो थाइल्यान्डमा। त्यसपछि डिरेक्टर अफ कोचिङको रूपमा त्यहीँ रहेर काम गर्दै हुनुहुन्थ्यो। अनि 2022मा जब थाइल्यान्डको वुमेन्स टिमलाई सक्नुभयो, त्यसपछि 22 देखि 24सम्म थाइल्यान्डको मेन्स टिमलाई उहाँले क्रिकेट कोचिङ दिनुभयो। त्यो कारणले गर्दा पनि उहाँसँग लामो समयको कोचिङको अनुभव छ। अनि बिसिसिआईको लेभल 2 अनुसारको कोचिङ हुनुहुन्छ। अनि लेभल 3 को कोचिङको पनि कोर्स उहाँले पुरा गर्नुभएको छ भनेर यी सबै कुराहरू सुन्दै गर्दा चाहिँ उहाँ एउटा दक्ष कोचको रूपमा आउनुभएको छ। हामी आशा गरौँ नेपाली क्रिकेट जसरी मेन्स क्रिकेटले राम्रो गरिरहेको छ, त्यसरी नै नेपाली वुमेन्स क्रिकेटले पनि राम्रै गर्दै जाओस् र सफलता को शिखरमा हाम्रो नेपाली वुमेन्स टिम पनि पुग्दै जाओस्। अनि एउटा कुरा अरू थप्न चाहन्छु, जसरी हामीले हाम्रा लोकल लिगहरूमा जसरी हामीले अन्डर 19 अनि त्यसपछि अन्डर 17हरू त्यस्तो गर्दै गर्दा अनि नेपाल प्रिमियर लिगमा हामीले मेन्स क्रिकेटलाई धेरै तरिकाले पुसअप गरेका छौँ। त्यसरी नै हाम्रो आउने समयमा नेपाली वुमेन्स क्रिकेटलाई पनि त्यसरी नै ग्रासरुट लेभलदेखि अगाडि बढाएर कुनै न कुनै लिगहरू खेलाउँदै गरेर अगाडि सेन्टरमा राख्यौँ भने चाहिँ हाम्रो नेपाली वुमेन्स टिम पनि अगाडि बढ्नेछ। अनि नेपाली वुमेन्स टिमलाई मात्रै होइन, यो चाहिँ सबै, चाहे हाम्रो फुटबल, कबड्डी, क्रिकेट, अनि त्यसपछि धेरै गेमहरू छन्, वुसुहरू छन्, त्यसपछि भलिबलहरू छन्, ब्याडमिन्टनहरू छन्। हाम्रा नेपाली महिला टिमले कति ठाउँमा कोचिङ पाएका छैनन्, वा जसरी क्रिकेटको तरिकाले एउटा हाइप भएको छ नि, त्यो हाम्रो वुमेन्स टिम्सले अझै पनि ती हाइपहरू पाएका छैनन्। त्यो कारणले हामी ट्राई गरौँ, फोकस गरौँ, ताकि नेपाली वुमेन्स टिमहरूले पनि त्यो कोचिङ अपर्च्युनिटीहरू पाउन्, त्यो फोकसहरू पाउन् र ती रिसोर्सेसहरू पाउन्, जुन चाहिँ कहिलेकाहीँ चाहिँ हामीले अगाडि स्क्रिनमा जो मान्छेलाई देख्छौँ तिनीहरूले मात्रै पाइरहेका हुन्छन्। हाम्रो अनसङ हिरोजहरूलाई पनि हामी ती अपर्च्युनिटीहरू दिन सकौँ भनेर हामी कामना गर्छौँ है त। धेरै धन्यवाद।